म एउटा सन्यासले हिँडेको जोगीले गाई मार्दै हिँड्छ, जोगीले भैँसी मार्दै हिँड्छ, जोगीले रक्सी खाएर हामीलाई जाँडा खायो भन्छन्, कहिले गाँजा खायो भन्छन्, कहिले मासु खायो भन्छन्। म भेजिटेरियन भएको नाताले पनि सन्यासी हुनुको नाताले पनि म त्यो पक्षमा छैन। तर मान्छेको चरित्र हत्या गर्ने ढङ्गले जे भनिएको छ त्यसले केही फरक पर्दैन। होइन मैले फेरि पनि भने त म आफै खाँदिनँ भने म किन प्रमोट गर्छु भनेको, नहुने कुराको म किन प्रमोट गर्छु। त्यसैले म यो संसारमा गाई गोरु बाख्रा जे पनि प्राणीहरू छन्, म कुनै पनि प्राणीको हत्याको पक्षमा छैन। स्वागत गर्ने नेपालगञ्जवासीले भव्य रूपमा स्वागत गर्ने तयारीमा बसेको छ। म भेजिटेरियन मान्छेलाई न म मासु खान्छु, न माछा खान्छु, न गाई खान्छु, न बाख्रा खान्छु। मलाई होइन एउटा भेजिटेरियन मान्छेलाई चरित्र हत्या गर्नलाई केही मुद्दा नपाएपछि जसरी चाहिँ मुद्दा लगाइयो, मैले फेरि पनि भने न हामी गाई खान्छौँ, न बाख्रा खान्छौँ, न गोरु खान्छौँ, न घुस खान्छौँ, न देश खान्छौँ। हामी केही पनि खाँदैनौँ। हामी नहुने कुरालाई चरित्र हत्या गर्ने कुराले केही फरक पर्दैन। मान्छे मारेर आएका छन् होइन, मान्छे काटेर आएका छन्, गाई पोलेर आएका छन्, भैँसी पोलेर आएका छन्, संसार ध्वस्त पारेर आएका छन् मान्छे। त्यसैले हामी त्यो पक्षमा छैनौँ। म कुनै पनि दिन म भेजिटेरियन भएको नाताले पनि सन्यासी हुनुको नाताले पनि म त्यो पक्षमा छैन। तर मान्छेको चरित्र हत्या गर्ने ढङ्गले जे भनिएको छ त्यसले केही फरक पर्दैन। जिन्दी मारेको बिर्सेका छैन। होइन मैले फेरि पनि